मधुकरण यादव, अप्रवासी बहुद्देश्य सहकारीको सञ्चालक समिति अध्यक्ष। यो अप्रवासी बहुद्देश्य सुरु गर्नुभन्दा पहिला यहाँ नेटवर्कको सामी परियोजनाको कारणले यहाँ नेटवर्क थियो र नेटवर्कमा पहल पैरवी मात्रै हुन्थ्यो। अब पहल पैरवीले मात्रै हुँदैन, वैदेशिक रोजगारीबाट आएका व्यक्तिहरू फेरि नजाओस् र यो चैन टुटोस् भन्ने उद्देश्यले पनि उहाँहरू यही समस्या समाधान पनि होस् र अवसरका सिर्जना पनि होस् भन्ने उद्देश्यले यो अप्रवासी बहुद्देश्य सहकारीको स्थापना भएको। अब हामी सुरुवात त गऱ्यौँ, अब विधिवत रूपमा कानुन ऐन बमोजिम पनि चल्नुपर्ने अवस्था देखियो। त्यही बिचमा हाम्रो समृद्धि आयोजनासँग 2077-11-6 गते हाम्रै अफिसमा सराहनु भएको थियो यस्तै भिजिटका रूपमा भिजिट गर्नलाई। अनि हामीले आफ्ना कुराहरू बताइसक्दाखेरि हैन तपाईलाई हाम्रो कार्यक्रम लाडगरमा छ, त्यहाँ जानुस् र त्यहाँ गएँ। जाँदाखेरि हामी त्यहीँबाट वित्तीय शिक्षाको ट्रेनिङ पनि पायौँ र 10वटा इभेन्ट पनि चलायौँ। त्यो 250 जना घर परिवारलाई तुरुन्तै हामी त्यो एउटा दिन पायौँ। र पछि हामी सहकारी व्यवस्थापनका ट्रेनिङ, कर्मचारीहरूका लेखा सम्बन्धी ट्रेनिङ, एडभान्स ट्रेनिङदेखि लिएर हाम्रा सम्पूर्ण सञ्चालक समितिहरूको क्षमता वृद्धिका ट्रेनिङ, 3 वर्षीय व्यावसायिक योजना बनाउने, यो सबै हामीहरूलाई सिकाएको छ। र कोपोमिक्सको पनि ट्रेनिङ हाम्रा प्रबन्धकज्यूलाई दिनुभएको छ, जुन हाम्रा लागि धेरै राम्रा र सहज कुराहरू छन्। र यो रेमिटान्सका लागि पनि हामी एउटा ट्रेनिङमा म आफै गएका थिएँ विराटनगर। त्यो ट्रेनिङ लिइरहँदाखेरि त्यहाँ वैदेशिक रोजगारीबाट आए तपाईहरूको आफ्नो एउटा प्रोडक्ट के छ भनेर सोद्धाखेरि हामी पनि हाम्रा आफ्ना प्रोडक्ट वैदेशिक रोजगारबाट पठाएको विप्रेषण यहाँ बचत गर्नुपर्ने हामी बनाएका छौँ। अप्रवासी विप्रेषण बचत भनेर एउटा नयाँ हामी बनाएका छौँ, जुन त्यहाँ मिटिङमा पनि कोहीसँग थिएन र हामी सबै साथीसँग अझै छलफल गरेर हामी चलाएका छौँ। जुन प्रत्येक ट्रान्ज्याक्सनमा कम्तीमा 5000 रुपैयाँ जम्मा गर्नुपर्ने र त्यो 5 वर्षका लागि त्यो 10% दिने गरी हामी त्यो चलायौँ र अहिले चलिरहेको छ। र त्यो किन होला भन्दाखेरि वैदेशिक रोजगारबाट पैसा पठाउँदाखेरि सबै घरमा पठायो र आउने बेलामा हात रितिएको हुन्छ। कम्पनीले सिधै कुनै केही गयो भने घर पठाइदिँदाखेरि अल्पत्रै पर्ने, घर परिवारमा झगडा हुने, घर परिवार टुक्रिनेदेखि लिएर आत्महत्यासम्मका कुराहरू आउँछ त्यसमा भइरहेको थियो। अब उहाँहरूले राखिराख्नु भएको छ। हाम्रो सुरुवात हो यही सालदेखि 5 जना हैन सर, 5 जनाले गरिराख्नु भएको छ र अझै हामी टोलमा गएर यसलाई विस्तार गर्दैछौँ। आइटी सपोर्टहरू पनि छन्, हामीसँग थिएन, सानोतिनो थियो, प्रिन्टर, डेस्कटप र तपाईँको प्रोजेक्टरहरू पनि उहाँले 50% अनुदानमा दिनुभएको छ, जुन हाम्रा डाटाहरू राख्नलाई। अहिले त हाम्रो मेनुअलै छ, हामी अब छिट्टै सफ्टवेयरमा जान्छौँ। समृद्धि आयोजनाबाट हामी विभिन्न किसिमका तालिमहरू चलायौँ। त्यसका परिणामस्वरूप हामीले हाम्रो शेयर सदस्यमा वृद्धि भयो। तपाईको शेयर सदस्य मात्रै हैन, तपाईको पैसामा पनि हाम्रो शेयर रकममा पनि वृद्धि भयो र ऋण लगानीमा पनि वृद्धि भयो र ऋण लगानीदेखि लिएर अब हाम्रो पैसाहरू पनि बाँकी बसेको थियो, त्यो पनि धेरै मात्रामा हामी कलेक्ट पनि गर्न सक्यौँ र उहाँहरूलाई त्यो बढी पैसा भएपछि हामी थोरै पैसाबाट सुरुवात गरेको त्यो पैसा पनि बढी 50,000 सम्म अहिले हामी 10,000बाट ऋण दिने गरेका थियौँ। अहिले व्यवसाय गर्नेहरूका लागि हामी 50,000 सम्म अहिले सपोर्ट गरिरहेको अवस्था छ। अहिले धेरै मलाई यो आएर हामीलाई औँला समातेर चलाए जस्तो अनुभव भइरहेको छ र यो हाम्रा सहकारीको लागि, अप्रवासी बहुद्देश्य सहकारीको लागि धेरै महत्त्वपूर्ण कुराहरू छन्।